आजको भ्लगमा हामी विराटनगरदेखि सिन्धुलीसम्मको रमाइलो यात्रा गर्दैछौँ। यो यात्रामा हामीले देखेका हरियाली डाँडाहरू र साँघुरो घुमाउरो बाटाहरू र स्थानीय जीवनशैली यहाँहरूमा देखाउनेछौँ। तपाईहरुलाई कोशी नदीको किनार घुमाउरो अनि जीवनशैली घुमाउरो बिपी आयो ऐतिहासिक सिन्धुलीगढी र कमलामाई आदिको क्षेत्रहरूमा तपाईहरुलाई देखाउनेछौँ। यो राजमार्ग काठमाडौँ उपत्यकालाई पूर्वी तराईसँग जोड्ने छोटो मार्ग हो जसले सिन्धुली जिल्लालाई पार गर्छ। यो मार्ग सुन्दर दृश्य र घुमाउरो बाटाका लागि प्रसिद्ध छ। हामी जान्छौँ यसपछि हाम्रो सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक किल्ला हो जहाँ 1767 मा गोर्खाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको थियो। यो स्थान ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ। हाम्रो कठिन यात्रा र घुमाउरो मोडका बाटाले हामीलाई चाहिँ बीचमा जस्याङ बनाइरहेको थियो। पानी परिरहेको थियो, खोला नालाहरू टन्नै आइरहेको थियो अनि निद्रामा झ्याप थियौँ। निद्रामा झ्याप हाम्रा भाइसँग एउटा भिडियो क्लिप खिचे। हाम्रो चाहिँ गाडी यहाँ यस्तो गएको थियो। त्यसपछि म तपाईँलाई यो बिपी राजमार्गको हाइवे देखाएर गाडीमा चाहिँ एउटा भान्जा चाहिँ सुतिरहेको रहेछ, मजाले यस्तो हालतमा सुतिरहेको रहेछ। त्यसपछि चाहिँ अलि चाहिँ हामीले चाहिँ ब्याकग्राउन्ड देखाउँदै नदीताको मोडहरूलाई जहाँको डेन्जर मोड रहेछ कर्णाली करिडोरमा डेन्जरहरू चाहिँ अलिकति विकास भएर रहेछ। त्यहाँ चाहिँ ती अलिकति त्यो राम्रो कुरा पिच भएर रहेछ। अरू चाहिँ त्यसपछि अलिकति मोड घुमाउरो बाटो अनि त्यसपछि दृश्य चाहिँ रमाइलो हो। चुरे पर्वतको छेउबाट हामी आएका हौँ। त्यसपछि हामी चाहिँ एउटा सिन्धुली घडीको जुन अङ्ग्रेजसँग भएको ठाउँमा चाहिँ त्यहाँ चाहिँ शहीदहरू मरेका रहेछन्। त्यो दृश्य नै तपाईँहरूलाई देखाइरहेको छु मैले। यस्तो अवस्थामा मरेका रहेछन्। हातमा चाहिँ बन्दुक गोलेली लगायत अन्य हतियारहरू बोकेर नेपाली भनौँ या गोर्खाली सेनाहरू त्यसरी चाहिँ मरेका रहेछन्। त्यसरी युद्ध चाहिँ वीरगति प्राप्त गरेका रहेछन्। अनि त्यसपछि तपाईँले म एउटा यो चाहिँ तपाईँले स्किप नगरेर हेरिदिनु होला। यो भिडियो चाहिँ जुन नेपालको इतिहास बोकेको यो भ्लग हुनेछ र अन्त्यमा तपाईँलाई फेरि पुनः भ्लग ल्याउने